स्तरीय र शुद्ध भाषाको प्रयोगको लागि लेख्य चिन्हहरूको प्रयोग गरिन्छ। त्यस्ता चिन्हहरूको सही प्रयोगले लिखित अभिव्यक्तिमा अर्थपूर्ण र प्रभावकारी बनाउन सहयोग मिल्दछ। लेख्य चिन्हलाई विराम चिन्ह पनि भनिन्छ, जसमा नेपाली भाषामा प्रयोग हुने लेख्य चिन्हहरू दुई प्रकारका छन् भनेर तपाईँहरूले ख्याल गर्नु पर्यो। अब यहाँ राखेको छ चिन्ह, वर्ण चिन्ह र अर्को हो वर्णेतर चिन्ह। चिन्ह पहिला ह आउँछ नि न, मिस्टेक भयो यहाँ आदि गर्दा मिस्टेक अब 16 वर्णहरू त वर्णेतर चिन्हभित्र दुईवटा वर्ण चिन्ह र वर्णेतर चिन्ह भनेर दुई प्रकारको भए। वर्ण चिन्हभित्र स्वर र व्यञ्जन पर्यो, वर्णेतर चिन्हभित्र चाहिँ विराम र विरामेतर चिन्ह गरेर दुईटा पर्यो। त्यसमध्येमा स्वर वर्णभित्र अदेखि अहसम्मको भए, व्यञ्जन वर्ण कदेखि ज्ञसम्मको भए, त्यसपछि मध्य विराम चाहिँ के भयो, मध्य विराम र अन्त्य विराम गरेर दुई प्रकारको भए। त्यसपछि विरामेतर चिन्ह चाहिँ मध्य विराम चिन्हहरू अर्को विराम अन्य विराम साथै चाहिँ यसरी दिएको छ। यसको तल हामीले अन्त्यको एउटा हेर्छौँ है। उपयुक्त विराम चिन्हहरूमध्ये माध्यमिक तहमा निम्नलिखित लेख्य चिन्हहरूको प्रयोगमा जोड दिएको छ, जसको परिचय यस प्रकार छ भनेर राखेको छु है मैले। विशेष गरी यहाँनिर के त भन्दाखेरि अ नि यो अ नि यो उ क बि को उ भनेर सूत्र बनाएको छ यहाँनिर। जस्तै विराम चिन्ह भनौँ है, विराम चिन्ह भन्दा विराम वा अडानको लागि प्रयोगमा आउने चिन्ह विशेषलाई नै विराम चिन्ह भनिन्छ। विराम चिन्ह मध्य विराम र अन्त्य विराम गरी दुई प्रकारका हुन्छन्। कमा मध्य विराम, मध्य विरामभित्र के के गर्छ भनेर यहाँ दिएको छ। मध्य विराम कुनै पनि वाक्यको बिचमा विराम वा अडानको लागि प्रयोग गर्ने चिन्हलाई विराम चिन्ह भनिन्छ। यो 6 प्रकारका हुन्छन्, 6 प्रकारका भएका छन् भन्ने कुरालाई थाहा गर्ने। अल्पविराम, अल्पविराम कस्तोमा प्रयोग गर्छ, मध्य भागमा प्रयोग हुने पदावली वाक्यको क्रम जनाउन वा बिचमा छोटो अडानको लागि प्रयोग गर्ने आवश्यक विश्राम चिन्हलाई अल्पविराम भनिन्छ। जस्तै समीर, रमा, पार्वती, रमेशसँग भाइ भएर विद्यालय गयो भनेर यहाँ कमाको चिन्ह आयो। भाइ बहिनीहरू हेर्नुहोस् है, तपाईँको जातमा कमा नदिकन पनि सोधिन सक्छन्, त्यो ख्याल गर्नु है। अर्को हो खमा अर्धविराम चिन्ह। अर्धविराम चिन्ह भनेको यस्तो भयो, माथि थोप्रो तल चाहिँ कमाको चिन्ह गर्छ है। अब जस्तै यहाँनिर पूर्णविराम भन्दा कम विश्राम हुँदा प्रयोग गरिएको हुन्छ। आदर सम्मान गर र स्वीकार गर्छु, अन्यथा भयो भने सहन सक्दिनँ नि गर्छु भन्दाखेरि यो चिन्ह हो, यस्तोमा ख्याल गर्छ। त्यसै गरी गीत राम्रो लाग्यो तर अलिक भद्दा लाग्यो भन्दाखेरि त्यहाँ चाहिँ लाग्यो भन्दाखेरि त्यो त्यसको चिन्ह त्यो अर्धविरामको चिन्ह प्रयोग गर्छ, ख्याल गर्नुहोस् है, यो जाँचमा सोध्छ। त्यसै गरी अर्को हो निर्देशक वा सापेक्ष विराम चिन्ह। निर्देशक चिन्ह भनेको यस्ता खालको चिन्ह हुन्छ, ख्याल गरी हेर्ने है। कुनै विषयमा विषयको निश्चित सूचना दिन वा व्याख्या